हेलो गाइस, नमस्कार साथीहरू सबैजनालाई गोपाल श्रेष्ठको तर्फबाट तपाईँहरूले पहिलोचोटि आज यस्तो तरकारी देख्नु भएको छ कि छैन सायद होइन, सायद देख्नु पनि भयो होला कति ठाउँमा। तर आज चाहिँ म तपाईँलाई मेरो गाउँमा यस्तो खालको तरकारी फैलाएको छ कि म तपाईँलाई देखाउँछु। सायद तपाईँहरूले योभन्दा अगाडि पनि देख्नु भएको होला। यता लिएर आउनुहोस् हजुर। ल हेर्नुहोस्, हाम्रो गाउँको अर्ग्यानिक सिमी, खतरा खालको सिमी। ल हेर्नुहोस्, यस्तो सिमी सायद हजुरहरूले पनि देख्नु भएको छ होला होइन। तर पहिलोचोटि मैले देखेको भएर मैले यसरी आज सामाजिक सञ्जालमा मैले देखाइरहेको छु। हेर्नुहोस् सिमी कस्तो छ। यो कुन सिमी हो? यो खाने सिमी हो कि यो फाल्ने सिमी हो कि कुन सिमी हो यो? म त खै के गरौँ भइरहेछ। एउटा मान्छेलाई फेरि नराम्रोसँग ठग्छु अनि अलिअलि पैसा बढाउँछु अनि त्यसपछि पैसा भएपछि म नक्कली पासपोर्ट बनाएर विदेशतिर छिर्छु अनि एउटा कुइरिनी बिहे गरेर उतै विदेशतिरै बस्छु। तर यो सिमी चाहिँ मैले सुनेअनुसार प्रेसर भएको मान्छेले खानु हुँदैन अरे भने जस्तो कुरा गर्छन् होइन। तर हेर्नुहोस्, ओहो, गाउँघरमा रोपेन भने के चिज हुँदैन, रोप्यो भने के चिज हुँदैन। ल हेर्नुहोस् होला। ल यो सिमी कस्तो खालको सिमी हो हजुरहरूले थाहा भने कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। एकचोटि चाहिँ खाएर देखा नि त। एकचोटि चाहिँ होइन, यो बिचरा कहाँ खानु अहिले, यसको बेलै भएन, खाने बेलै भएन। यो छिप्पेकै छैन कि यत्रो गेडा हुन्छ अरे क्या यसको होइन। अनि त्यही भएर यसो कसैले खा भनी यसो कमेन्ट गरिदिनु होला भन्ने हामी जानकारी गराउँछौँ। हस् त।